So hello guys, welcome to my another video. म आज यही भन्न वर्ल्डिङको अफिसबाट नै भिडियो बनाइरहेको छु। आज चाहिँ म तपाईँहरूलाई वर्ल्डिङको जुन यो हटस्पट भन्ने छ नि 14,000 प्लस हटस्पटहरू त्यसमा चाहिँ हामीले कसरी कनेक्ट गर्ने होइन, अफिस जानु परेन। तपाईँलाई जस्ट एउटा कोड आउँछ, त्यो कोड हालिसकेपछि तपाईँ जस्ट वर्ल्डिङको चाहिँ युज गर्नु पर्यो। तपाईँले एउटा कोड आउँछ, त्यो कोड हालिसकेपछि तपाईँले भनौँ न अनलिमिटेड 60 MB होइन, तपाईँले अब सहर बजार होइन ठाउँ ठाउँमा तपाईँले त्यो चलाउन पाउनुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले एन्ड्रोइड मोबाइलमा होइन हाम्रो वर्ल्डिङको एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यो के प्रक्रिया छ त्यो तपाईँहरूलाई म सिकाउने छु। यो भिडियो अन्तसम्म हेरिदिनु होला र यस भिडियोलाई लाइक र सेयर गरिदिनु होला। त अब भिडियो अगाडि बढ्छ। म यता मोबाइल स्क्रिनमा आइसकेको छु। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ मसँग अलिकति वर्ल्डिङकै स्टार्ट भएर यो आएको होइन। बट मैले चाहिँ यो माई वर्ल्डिङ एप चाहिँ डाउनलोड गर्नु पर्यो। त्यसको लागि यहाँ प्ले स्टोरमा गएर सर्चमा गएर तपाईँले यहाँ वर्ल्डिङ भनेर लेख्नु पर्नुहुन्छ। फर्स्टमै आउँछ होइन। त्यसपछि हामी वर्ल्डिङको यो माथिको डाउनलोड गर्छ एप्स डाउनलोड गर्दैछौँ। भइसकेपछि तपाईँले यसलाई तपाईँको भ्यालिड नम्बर जस्तै तपाईँले जुन नेटमा बनाएर नेट जोड्दाखेरि जुन नम्बर दिनुभएको थियो त्यो भ्यालिड नम्बर हो होइन। त्यसमा चाहिँ कोड जान्छ। त्यसको लागि चाहिँ तपाईँले भ्यालिड नम्बर याद राख्नु होला र युजर नेमले हुँदैन। युजर नेम भनेको जुन वाइफाई कनेक्ट गर्दा आउँछ नि नाम, त्यो चाहिँ युजर नेम हो। त्यो काम लागेन यहाँ फर्स्टमा तपाईँको नम्बर काम लाग्छ। त्यही भएर पहिला नम्बर चाहिँ हाल्नुपर्छ होइन। यो हेर्न सक्नुहुन्छ यो एप डाउनलोड भइसकेको छ र यसलाई हामी ओपन गर्छौँ। यसलाई हामी एलाउ गर्छौँ केही नोटिफिकेसनको लागि। त्यसपछि हामी इङ्ग्लिस नेपाली दुईवटा चलाउनु गर्ने आउँछ। हामी चाहिँ इङ्ग्लिस चलाउनु पर्छ। यसलाई हामी यसो के छ यसमा बेनिफिटहरू त्यो देखाउँछ होइन। त हामी हेर्दैन, हामी डाइरेक्ट स्किप टु लगइन गर्छौँ। हाम्रो नम्बर हाल्छौँ जुन हाम्रो रेजिस्टर छ। मेरो यस नम्बरमा रेजिस्टर छ होइन। यो नम्बर मेरो रेजिस्टर छ। म यसलाई कन्टिन्यू गर्छु र मलाई तपाईँको 5 डिजिटको कोड आउँछ होइन। त्यो कोड चाहिँ हाम्रो एप्स पुगिसकेको छ होइन। हाम्रो एप्स आइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ मेरो कतिको स्पिड छ, कति दिन मेरो लेफ्ट छ होइन, सबै कुरा आउँछ यहाँ। त्यसपछि हामी यहाँ साइडमा यो साइडमा छ नि, यो साइडमा जुन स्क्रिनमा सो भइरहेछ यो साइडको चाहिँ हामीले मान्छे भएको आइकनमा क्लिक गर्छौँ। त्यसपछि हामीले यो कस्टमर लगइन पासपोर्ट भन्ने छ, त्यसमा हामी क्लिक गर्छौँ र हामीले यहाँ रिसेट पासपोर्ट गर्छौँ। रिसेट पासपोर्टमा खिचेर हामीले यस आइएम स्योर गर्छौँ। हामीसँग माथि हाम्रो कोड आएको छ, यसलाई हामी कपी गर्छौँ। कपी गरिसकेपछि हामी यहाँ नयाँ फाइल पेस्ट गर्छौँ। पेस्ट गरिसकेपछि हाम्रो जुन त्यो छ अङ्कको आउँछ यही नै हाम्रो कोड हो। यसलाई कपी गर्छौँ, यसलाई हामी पेस्ट गर्छौँ र हामी न्यू पासपोर्ट अब जस्तै मानौँ स्ट्रङ पासपोर्ट राख्नु पऱ्यो होइन। स्ट्रङ पासपोर्टको लागि हामीले यसलाई अमन माझी @123 राख्ने। यसमा पनि अमन माझी 123 राख्दै मैले यसलाई यस्तै जानकारीमूलक भिडियोहरू तपाईँलाई चाहिन्छ भने तपाईँलाई आवश्यकता छ भने तपाईँले सब्सक्राइब गर्न सक्नुहुन्छ हाम्रो च्यानल माझी भाइ भनेर। आजको भिडियो हामी यति नै गरेर अन्त्य गर्छौँ।